झोले र समर्थकमा चाहिँ के फरक हुन्छ भन्दाखेरि समर्थक भनेको सहीलाई सही गलतलाई गलत भन्न सक्छन्, तर झोले चाहिँ गलतै गरे पनि सही हो, सही गरे पनि सही नै हो। एकदम पुरा आँखा चिम्लेर विश्वास गर्छ क्या। अनि उसको विरुद्धमा कसैले त्यसले नराम्रो काम गरेको छ भने त्यसको बारेमा चुइक्क मात्रै बोल्यो भने पनि आमामा यस्तो धम्की दिन थाल्छ, यसरी कराउँछ, यसरी गाली गर्छ, यसरी बेइज्जत गर्न खोज्छ। तर त्यो व्यक्तिले चाहिँ आफूले आफूलाई एकदम प्रष्टसँग समाजको अगाडि छर्लङ्गै म झोले हुँ भनेर चाहिँ प्रमाणित गर्छ। कसैले त्यसलाई ओए झोले भनिराख्नु पर्दैन। अनि समर्थकले चाहिँ त्यस्तो नराम्रो काम गर्दैन। अब सहीलाई सही नै भन्छ, गलतलाई गलत नै भन्छ भने त्यो चाहिँ सच्चा समर्थक हो। बुझ्नुभयो नि? तपाईँ के हो कमेन्ट गर्नुहोस् ल।